ऐसेलु गाइज ऐसेलु यस्तो ठुलो ऐसेलु कस्तो मजाको ऐसेलु बुढी हजुर भोक लाग्यो ऐसेलु पाके मेरो भाग्य कस्तो ऐसेलु हेर्नु भोक त लागेको छैन र पनि बाटो हिँड्नुको फाइदा छ है यहाँ बाटो हिँड्नुको फाइदा कति धेरै छ हौ गरेर तपाईँलाई पनि दिन्छु है मिठो छ फेरि मिठो अर्ग्यानिक ऐसेलु काँडे ऐसेलु गाइस बाटो हिँड्ने क्रममा है यो चाहिँ बाटोमा यत्रो धेरै रहेछ हामी चाहिँ बिसाएर खाँदैछौँ ए कति धेरै छ खाएँ ल अब तपाईँलाई ल तपाईँहरूकोतिर पनि फलेको छ कि छैन हाम्रोतिर चाहिँ यसरी फलेछ यसरी धेरै छ कस्तो धेरै पाक्दो त मान्छेले नखाँदै नि रहेछ हो बाटोमै छरे पनि तल जाने ऐसेलु गाइज म चाहिँ अब नूतनजीलाई ऐसेलु खुवाउँदैछु मिठो मिठो गाइज मिठो ओठमा घाउ आएको छ कसरी मिठो बाटो हिँड्नुको फाइदा साथीहरू कस्तो छ है क्या मिठो